हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल। आज त म बजार गएको अनि के कसो हुन्छ सबै देखाउँछु नि तपाईहरुलाई। अन्त हिजोको भ्लगमा त अलिक हामी फर्स्ट टाइम भएर त्यो साउन्ड त अलिक उयो भएको छ अनि मजाले भएको छैन। अब त हामी अलिक इम्प्रुभ गर्ने छौं त्यसमा। हिजो हामी यहाँबाटै हिँडेर आएको। यो माधवराज मेट्रो स्टेशन। पुगे गाइज यहाँनिर यहाँ आउनु काम थियो अनि रहेछ यहाँ यताकै त्यस्तो रहेछ। मलबाट निस्के अब जान्छु स्टुडियो आइरहेको छ। अब लुगा चेन्ज गरिदिनु तपाईँलाई देखाउँछु। चेन्ज गरिसक्छु। मेरो चाहिँ बल्ल बल्ल सुट खत्तम भयो। अब घर जाँदैछु। अम्बो थाक्यो। खाना पनि खाएको छुइनँ गाइस। अब घर गएर खाना खाएर तपाईँहरूलाई अब बाटोको देखाउँछु। म त यहाँ उबर पर्खिएकोले हत्तु आएकै छैन भने मलाई पर्खिँदा बल्ल बल्ल आयो उबर पनि। अब घर गएको। अब चाहिँ घर गएको गाइस। बल्ल आइपुग्यो घर। अब घर रेस्ट गर्छु, खाना खान्छु। गरम भयो। गरम म त पुरा थाकेँ। अब घर आइपुगेँ बल्ल बल्ल।
हामी चाहिँ एक्सर्साइज गरेर यहाँनिर भइरहेको छ। यहाँ दिदी, हाम्रो दिदी कुमाईको दिदी सीता दिदी आइदिनुहोस्। हेलो गाइस, हामी चाहिँ एक्सर्साइज गरेको, अब एक्सर्साइज गरेर सक्यो, अब चाहिँ खाना बनाउनुपर्छ गाइस। हेलो नमस्ते। अब चाहिँ घर आइपुगेँ म एक्सर्साइज गरेर। अब भाइ पनि आएछ, अब खाना खान्छु अन्त देखाउँछु गाइ। भैँसीको मासु र चिउरा। नमस्ते गाइस। अब हामीले चाहिँ तपाईँहरूलाई मतलब हामीले भिडियो बनाउँदैछ, आधा आधा गर्दै हाल्दैछ, तर ट्याक्कै मिलेकै छैन। मतलब कसरी बनाउने, अब आधा आधा गर्दै बनाउँदा सिक्दैछ। जस्तो पनि हाल्छु हामी भिडियो, तपाईँहरूले माया नगरी हेरिदिनुहोस् होला, माया गरिदिनुहोस् होला, सपोर्ट पनि गरिदिनुहोस्। अब डेली भ्लग भएको छ हाम्रो होइन, अब डेली हाल्छ। अब आज थोरै थोरै राम्रो, मतलब त्यस्तो राम्रो त भएको छैन हाम्रो, अब अलिअलि गर्दै हुँदैछ। अन्त त्यसरी नै अब हामी बनाउँदै जान्छौँ, तपाईँहरूले हामीलाई सपोर्ट गर्नुहोस् होइन। अब मतलब यसरी नै सिक्छ, तपाईँहरूले माया गऱ्यो भने हामीलाई पनि अझै उयो हुन्छ। हामी यसरी सिक्छु। अब अलिकति उसले बनाएको, आज त यो बाहिर गएको थियो भाइ, मैले आधा गरेको छु, तर मैले फेरि बिचको उसलाई बिमार भयो अरे, टाउकोहरू दुखेर जस्ट आएको नि त ऊ पनि। अन्त म पनि तल गएको थिएँ, अन्त म पनि जस्ट आएको। अब चाहिँ अब यही हो हाम्रो, तपाईँहरूलाई अब मतलब हामीले अगाडिको पनि राम्रोसँगले मिलेर हाम्रो भएको छैन। अब जे भएको छ त्यो हालेको छ हामीले, जे हामी मतलब अब जे गर्छ त्यही मात्रै हालेको छ। जस्तै अब फर्स्ट भिडियो बनाउँदा अब के भन्छ, अब त्यो हामी सिक्दैछ। अब हामीलाई यसरी सिक्दैछ। यसरी माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् प्लिज। लाइक गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला प्लिज, सब्सक्राइब गरिदिनुहोस्। तपाईँले भन्नुहोस् होइन। अब हाम्रो मुभमेन्ट पनि आउँछ, अब च्यालेन्जिङ ब्लग के बनाउँदै हाल्छु। यसरी नै सिक्दै जान्छु। प्लिज हामीलाई सपोर्ट गरिदिनुहोस् गाइज प्लिज। अब भोलि फेरि बनाउने छु। गुड नाइट गाइज, बाई।